अर्को लामो टर्च चाहिने नि ठुलो टर्च चाहिन्छ क्या यहाँ त देखिँदैन होइन भित्रबाट बाहिर पसेर अब मुजी उहाँ गएर भित्र हराए बस्यो नि त्यसले देखिँदैन क्या लाइटै पुग्दैन अब ओह्रालो पो रहेछ त पुरै खाल्डो होइन सिधै खाल्डो रहेछ सिधै तलतिर छ खै हेर्छु म पनि यहाँसम्म ढलान गएर रहेछ पुरै ओह्रालो पो छ त होइन सिधै तलतिर जाने रहेछ यो तल गएर अड्कियो भने के गर्नु लास्टै खोइ दोस्त बत्ती पुग्दैन क्या ठुलो बिजुली टर्च हुनुपर्छ यहाँ त्यहाँ मान्छे चाहिँ गाह्रो छ पानीको बोतल सतल छ यार जान्छन् रे चिप्लेर चाहिँ ल लाइट होली उतै जाने तर खाल्डो रहेछ माथिबाट फेरि को छ त लास्टै अप्ठ्यारो छ मुनि हिँड्ने बाटो छैन तल चाहिँ हिँड्ने बाटो छ कति तल तल चाहिँ भएर बत्तीले देखिँदैन कातल तल यस्तो चेप कसरी हिँड्नु त ओ खोइ कहाँ छ त टाउँ तिमीले कहाँ टेकिन ठाउँ भने खोइ ए पुरै तल रहेछ कहाँ छ त ओइ जाने त जाउनु ठाउँै देखेको छैन हेर न ठाउँ तल टेकिन ठाउँै देखाएको छैन होइन खाल्डो मात्रै देखाएको छ 1 क्विन्टलको मान्छे त निक्ल्यो तल ठाउँै देखाएको छैन कहाँ बिहोस भएको नि हाम्रो साथीहरु हामी त बुझ्दै उतातिरबाट लिएर आएको नि दुईजना त पुरा निक्लिने दोस्त उता निक्लिने ठाउँ त छ नि पस्या मात्रै त निक्लिनै मिल्दैन जस्तो हेर त हिँड्ने ठाउँ छैन तल छैन क्या आउनु चाहिँ मान्छेहरु आउँदो रहेछ होइन पुरै बोतल सतल छ केटा यति मात्रै हो यति मात्रै तल निक्लिने ठाउँ चाहिँ छैन निक्लिन्छ कहाँ बनाउँदै जाऊ न हिँड्ने बाटो खाऊ त ए अहिले बत्ती देखाएको त सजिलो फोन पकेर दाइ बत्ती देखाएको किन नआउनु यहीँबाट जाथे झर्दै नसक्ला सजिलो त भन्यो यार बत्ती देखाउ यार मेरो नि त्यस्तै छ फेरि जुत्तै कपडा चाहिँ डास्टै माटे लाग्यो जाऊ न ए उता बत्ती देखिरह यार टेक्निक ठाउँ भेट्यो है उज्यालो लाइट आहा हो त राइट साइड देखिहाल्दैन आऊ न यता पुरै ठाउँ छ क्या तल त पुरै ओपन छ आऊ त यता बत्ती देखाइदियो यार बत्ती देखाइदेऊ न भिडियो गरेर आमा ओ पानी नै पानी छ कपडा चाहिँ लाख फोहोर हुन्छ केही खोइ फोन सामान पर्छ ले म बत्ती देखाइदिन्छु तलबाट बत्ती देखाइदिन्छु म भित्र पुरै खाली छ क्या तल त हिँड्ने ठाउँ रहेछ बत्ती देखाउँछ कि आइज न भुइँबाटै टेक्नु अठ्याउनु त चिप्लिन्छौ खुट्टा चाहिँ दरबार टेक्नुपर्छ चिप्ल्यो भने खतम लुगा भनेको भएर लुगा भनेर गएर धुनु पर्छ होइन लुगाको टेन्सन नलेऊ यस्तो टन्न केटाहरू भयो भने चाहिँ मजा आउँछ क्या छिर्न पनि अस्ति त एक्लै यहाँ पुगेर फर्केर गएँ म हामी पनि त्यहाँ आएको ठाउँै देखिदिएर टेक्ने फर्के यहीँसम्म चाहिँ आयो हामी अघि 3 दिन होइन अनि फेरि फर्क्यौँ के बत्तीले देख्दै नभ्याउँदै त तल पुरै ठाउँ छ कि ठिक ठाउँ पकड त फोन कता उज्यालो यता लाइट देखाइदेऊ त्यहाँ कहाँ टेक्नु ल साथी फाइनल्ली हामी गुफा छिरियो है त होइन फाइनल्ली तपाईँले उसलाई निकाल्नु यहाँबाट त देखिने रहेछ यार तल पुरै ओपन रहेछ क्या यता देखाएर दाइ यता खाली के हो माथितिर ठाउँ छ र माथितिर ए छैन
के हो यस्तो ओडाले छिरे त होइन नि यार तल भालु सालु त छैन नि अब न भार भएर ढुका झिकेर हाल्नुपर्छ होइन चारजनाको यी फेरि ढुका झिकेर उसले निक्लिने ठाउँ छ भनेर हिँडेको ऊ पनि आधी मात्रै आएको भन्छ अहिले आएर यहाँ त पुरै साथी अनि अड्डा रहेछ नि त ओए माया कसम यो त कस्तो हो भित्र त तलै बोतल छ यार यो त बोतल छ नि ल माया यहाँ त यति हो कोही छोइरा रहेछ निक्लिने ठाउँ त ओए मुला खै त माया बत्ती देखा त यो भित्र पस्ने मात्रै रहेछ गाडी हो त निक्लिने ठाउँ छैन नि हो अह फाइनली यो फर्किनु पर्ने रहेछ नि यार बिजोक भइगयो नि छोइन माथि र यसो खोज्न आउँदाखेरि चोरहरू लुक्ने ठाउँ चाहिँ खत्रै रहेछ नि कहीँ भेट्दैन अरे यता यो माथि छिर्दियो भन्ने नि त बाँच्यो क्या दोस्त फर्किनु पर्ने रहेछ खत्तम छैन फर्किने ठाउँ फर्किने पर्ने रहेछ निक्लिने ठाउँै रहेछ यत्रो मुजी यति हैछ यो त अब सकियो नि त खत्तम रहेछ अब कसरी निक्लिने त माया सालाहरूले निस्किन्छ भन्दै त मुजी खोइ मान्छे चाहिँ आएको रहेछ है यस्तो मान्छे चाहिँ आउने रहेछ उता उताबाट होला हिँड त यो यार के हो जतारी उस्तै देखिन्छ यो त मान्छेहरू आएको रहेछ नि ए गाजा खाने ठाउँ त बनाएन नि खै के हो यता बत्ती देखाइदिएर यता क्यामेरा अन गरेर चाहिँ बोल्दै रहेछ क्या बत्ती अनि क्यामेरा अन कति बालेर अन क्यामेरा गरेर होला पहिले क्या अन चाहिँ गरेँ त्यसपछि बत्ती बाल्नु क्या पाइएन निक्लिनुलाई चाहिँ टेन्सन छ यता तर छ र छैन होला उज्यालो केही देख्दिनँ छैन यार कुनाबाट एक ठाउँ निक्लिएर रहेछ नि त यो पहन सजिलो थियो या निक्लिन अप्ठ्यारो परेको खै भनिदियो कपडा सबै फोहोर भयो पानी चिजियोस् बिस्तारी 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 है नदी नलाउनु भयो साथी बिस्तारी जाउँ गर होइन नआत्तिकन आरामले सुरैले जाउँ यसो कि अगाडि नदियो भने ठोकेर आउँछु ठोक्ने त छ कि क्या हो ढुङ्गाले दुईटा यहाँ माथि हेर त लाइट चाहिँ देखाउ न चट्टान के आमा पुरै लास्टै खोज्दो रहेछ त देखाएको लाइट लाइट चाहिँ देखाएको छैन राम्रोसँग भयो त्यस्तै त्यस्तै लाग्दैछ खोइ मोबाइल देऊ न बस्नु भाइ थियो गाह्रो भयो भाइ पखाइ मलाई माथि आउँदै बोटी सोटी छैन बित्तै जान्छ फेरि चढ्नु सकिन्छ जुत्ता चिप्लेर डर हो कि यता बत्ती देखाइदियो दाइ बत्ती देखाएको थियो आयो टिप्ने पनि उ छैन चढ्नलाई चाहिँ आपत्ति छैन मलाई खासै आफू पनि आधी बाटैसम्म आधीमै आएर फर्कानु फोन सामान पर्छ है फोन समान खै तले तँ गयो कि एक्लै थिएँ होइन अनि हामी दुईजना पनि आधीमै आएर चढे लास्ट गुफा गुफा छिर्यो पनि चढ्यो पनि चढ्यो थिच्यो के भयो भिडियो चाहिँ कता कता टच भयो काट्यो होला क्या कता थिच्यो समाउँदाखेरि सुरु गर्दा गुफाबाट चाहिँ निक्ल्यो होइन फाइनली आयो बाहिर लाइट देखियो होइन जान में जाना गए हमारा अभी जान ही रहा जान पे जान आ गया आए पूरी माथि पनि कोप्चो मात्रै रहेछ सुन खोज्दा खोज्दै छोड्दै जस्तो लागिरहेको छ सुन खोज्दालाई खना थियो क्या अरे भेटेन जस्तो फाइनली बाहिर आयो खतम निक्लिने छ भने छिरेको यत्रो निक्लिन्छ तातेर फर्काइदियो फाइनली बाहिर नै आइपुग्यो हालत पुरै खराब भयो होला कपडा सपडा चाहिँ पुरै त्यही पानी चाहिँ कहाँ
आज धन्न घाम लाग्यो पुरै माटे माटे मोबाइलको हालत माटे माटो माटे माटे माटो निक्लिने